हेलो गाइज गुड मर्निङ जोडले नमस्ते सन्चै हुनुहुन्छ सबैजना। अहिले चाहिँ रुगा लागेर होइन यो मौसमै त्यस्तै भएर होला सबैलाई त्यस्तै भइरहेको छ। म भर्खर उठेको अनि आज चाहिँ मेरो सपना दिदीको बर्थडे छ, त्यही भएर दिदीलाई सरप्राइज दिने भनेको आफै बिराम भएर सरप्राइज भयो र पनि म चाहिँ आज दिदीलाई सानोतिनो हामी सरप्राइज गर्ने भन्ने सोचेको छौँ। अनि खासमा हामी कोइन जाने भन्ने प्लान थियो अनि फेरि दाइ भाउजू नि आउनुहुन्छ भन्नुभयो अनि फेरि अब सानो बाबु छ नि त अनि फेरि बाबुलाई त अब कोइन लगेर भएन भनेर अनि हामी चाहिँ रुममै जाने प्लान बनेको छ। अहिले चाहिँ कति 9 बजे के अरे जाने प्लान चाहिँ भरे बेलुकीको हो, तर म अहिलेदेखि नै जुम्पी गर्न गएको छु। रुम चाहिँ मेरो भद्रगोल छ, म अब यहीँबाट चाहिँ स्टार्ट गर्छु काम गर्न। आज चाहिँ मेरो सबै बेडसिटहरू चेन्ज गर्नु थियो कि अनि त्यही भएर मैले सबै चेन्ज गरेँ, रुमहरू मिलाएँ अनि सबै सोची गरिसक्दा फेरि त 10:30-11 बज्न लागिसकेको थियो। बाहिर हेरेको त कति चर्को घाम के अनि फेरि खाइमनो गर्न त जानै पर्ने थियो अनि म चाहिँ निस्केको घाम धेरै भएको भएर म त भिडियो बनाउनै सकिनछु के, यादै भएन क्या भिडियो बनाउने घामले। त्यही माथि अब अलि सन्चो पनि थिएन नि त अनि हिँडेर गएको, नजिक त नजिकै थियो कि तर पनि कस्तो गाह्रो भयो अनि यादै भएन। खाइमुनु सकेर घर आइपुग्दा त ओ माई गड मेरो हालत त कस्तो भएको थियो कि अनि एकछिन रेस्ट गरेँ अनि त्यसपछि भक्काभक पकौडा बनाउन थालेँ। अनि मैले चाहिँ पकौडा र गन्द्रुकको अचार बनाएको थिएँ। मैले गन्द्रुकको अचार बनाउँदा त के भयो आज मेरो त्यो भिडियो बनाउँछु भनेर मैले थालेको त हो है, तर खै किन कति बेला छुट्टिहालेछ कि 11 बजेको चर्को घाममा खाइमुन निस्केको चाहिँ म यो फ्रुट केकको लागि हो कि अनि मैले चाहिँ घरमा लिएर आइसकेर सबै मिलाउन थालेँ। मलाई फ्रुट केक बनाउन चाहिँ पहिल्यैदेखि डर लागिरहेको थियो कि अनि भिडियोहरूमा हेर्दाखेरि चाहिँ प्रायः बेबीहरूको लागि मात्रै बनाइरहेको देखिरहेको हुन्छ नि त अनि त्यही भएर मैले चाहिँ हामी पनि ट्राई गरिदिउँ न, कहिलेकाहीँ हामी पनि हेल्दी फुड खाँदा केही हुँदैन जस्तो लाग्यो कि त्यही भएर ट्राई गरिदिएको। अनि बनाउँदै जाँदाखेरि चाहिँ अब कहाँ के राख्दाखेरि चाहिँ आफै आइडिया आउँदो रहेछ क्या, त्यस्तो धेरै आइडिया त थिएन मलाई, अलिअलि टिकटक हेरेर बनाएको थिएँ अनि पछि आफै बनाउँदै जाँदाखेरि बन्दै गयो। जस आफूले आफ्नो तर्फबाट चाहिँ बेस्ट दिएको छु। गर्मी महिना प्लस अब अहिले रुगाखोकी लागिरहेको भएर होला मलाई चाहिँ त्यति साह्रै जाँगर चलिरहेको थिएन क्या अनि एकछिन काम गर्ने अनि फेरि थकाइ मार्ने, एकछिन काम गर्ने फेरि थकाइ मार्ने गर्दा गर्दा बेलुकीको 7 बजिसकेको थियो यो सबै डेकोरेट गरेर सक्दाखेरि चाहिँ। फाइनली मेरो चाहिँ फ्रुट केक बन्यो। हामी चाहिँ डेस्टिनेसनमा आइपुगिसक्यो अनि हुनुहुन्छ म चाहिँ लास्टमा गर्छु। यहाँ कति धेरै सामान छ क्या अनि त्यही भएर आज म कुर्ती लगाएर चाहिँ कस्तो भएको छु। चलो हामी चाहिँ आइपुग्यो दिदीको घर अनि यहाँ झर्दै हुन्छ अनि उहाँ चाहिँ हाम्रो सानो बधै उहाँ जन्मेपछि आज फुपूको फर्स्ट बर्थडे।
त्यही भएर त अनि राखेर होला तपाईँ नमान्नु भन्छ के अरे दाइ बस्नुहुन्छ त नि उतापट्टि बस्नु त नि बेना के नबाल्ने रे यहाँ चाहिँ बाल्ने होइन क्यान्डल हानेको बेनाको दाहिने छ क्यान्डल आउने त बजाउनु न बर्थडेको गीत बजाऊ उइस माग्नु न साइडमै छ तपाईँको हिरो उइस माग्नु भयो Happy birthday to you. Happy birthday to you. दाइ भाउजूले ल्याउनु भएको फर्स्ट काकामा ओइताबाट आएको डेटबाट आएको नि त चाली ओइताबाट आएकोलाई प्राथमिकता दिने अब निकाल्दा नि हुन्छ यो नि त निकाल्नु पनि भएन कि दिदी Happy birthday to you. Happy birthday. बिचरा बेनालाई बङ्गाएर चम्चा ल्याउनु हुन्छ खाइदिनु सुत्चा हो खाइ म सुताउँछु होइन त्यहाँ के खानु न पहिला ल मेरोमा यही छोपेर खाउने ए उता फर्किसेन भइहाल्यो नि Happy birthday to you. यता जुठो भयो नि त फेरि नि अर्को न अर्को त कहाँ त्यो भाइलाई चल्यो त्यो चिकन त होइन तपाईँले घाउ आउँछ फेरि छुट्टै एउटा छेउबाट अब पनि एकअर्कालाई गर्नु के भयो त फोटो त कहिले खिचेन नि भिडियो मात्रै गर्यो हरेक वर्ष बुढी भयो पाइला अर्को कको खिचिदिउँ भाउजूलाई छेकिदिउँ भयो बा फोटो सेसन चल्दैछ पछि खान्छु त नदिने ल हुर्रे मैले ताली भिड्दिनु त पछाडि पछाडिबाट निकाल्नु ल के अरे त्यो यो देखिन्छ 2-3 वटा ऊ होला के अरे काटा लिउ गर्नु ल यसमा 2-3 वटा छैन म चपेर निल्दिन्छु बहिनीको माया बहिनीको त हात मुखमा फ्रुट्सहरूले सबैले खाँदा फेरि एक खाए बहिनीको घामको मेहनतहरु त पुरा तानी बराबर बिहान दिन निस्केको ठुली बसायो तिमीलाई त ल दिदी कसको मुस्को पनि त देऊ त एउटा सक्यो कुन चाहिँ चम्चा यही लगाइदिउँ जुन खोलाइदिउँ हुन्छ दाइले खाइछु खाइछु ज्ञानी भयो ज्ञानी हुने कहाँ फुटी फुटी अर्काले भन्थ्यो ल सक्यो पिची पिची हुने छैन छिटो न खानु पर्न पहिला सुरु त गुरु यसरी खिच्नु पर्ने के भयो छोड्न लाग्ने के हल्का हुन्छ हेर्नु त तपाईँलाई चाहिँ त्यस्तो राम्रो उइस दिएर उसलाई चाहिँ 5 केजी ह्याप्पी बर्थडे टु दिदी के गायो पर्दैन म त ऊ खाने पहिला त पहिला चिसी लगाएर लगाइरहेको इचीको जिरो खेल्न थाले भाउजू आउनु तपाईँ के इचीको नपाएर आज कस्तो बिजो भएको नि यहाँ पनि एउटा खान्छ भाउजू गइसु त यतिबाट आउनु न त भाउजू यताबाट के अरे इचीको नपाएर डिफ्रेन्सले राखेर डिफ्रेन्सको त फ्याक्टै हुने रहेछ त्यसको त नि ल बहिनी सधैँ खुसी हुनु है खुवा बेला त हेर्न एकचोटि ए अब खुवाइबेस बधाई त के सुत्ला अब खुट्टा त कति माया लाग्यो नि
के खानुहुन्छ यो खान्छु अङ्गुर खान्छु मलाई नि एउटा अङ्गुर दौ न पाको भने पाकै हो है यता हेर यता ल सक्यो सबैको टर्न सक्यो म एउटा अङ्गुर खान्छु ल जाऊ जाऊ खानु न हैन यहीँबाट जाऊ ए यहीँबाट पछाडिको निकाल अगाडिको फोटो खिच्नुपर्छ सबैजना जाऊ न त म खिचिदिन्छु सकेर आउनु सकिए कम्पिटिसन कम बहिनीहरू आउँदै हो ए हुनु बाछा के हो पानी पानी कता पानी फ्रिजको पानी पम्पको पानी को बहिनी हो भोलि फोन गर्छु ल भोलितिर पानी भयो भइहाल्छ हेलो गाइस मेरो भिडियोलाई त कसैले पनि वास्ता गरेन सबैजना गमका गम खान थाले रे हेलो दाइ नेपालमा चाहिँ भोलि गरे यहाँको आज भएर यहाँ मलाई सरप्राइज दिएको उनीहरूले नभनी आएर यत्रो खानेकुरा भनेर लिएर आएको अलि चिज पानी खोइ त भिडियो सातो बसे पसल गएको पानी खोल पानी र बहल सामान लिएर भर्खरै गएको अब म सागरा दे दे उ माथि रहेछ हात फोन ए साथी म त उखानी हो भाउजू दाई भाउजू नि आउनु रहेछ त्यस्तै हुन्छ बाबु बल्ल कति 1.5 महिना भयो होइन 1.5 महिना भयो अनि अहिले मलाई त अनि दिदीहरु आएको देख्न मलाई छ पुग्छ उता छ नि भित्र गिलास छ ठुल्ठुलो गिलास उता धेरै भद्रबुल भएर राखेको छ मलाई त पानी नहाल्नु दिदैन अहिले अहिले जुसलाई रेडी गरेको म त यो खाने अब तपाईहरु के खान्छ थाहा छैन म चाहिँ आज तपाईहरु भाउजू माग्नु है हेर्नु यहाँ फलफुलको केक बनाएर भाउजूलाई पनि हाल्यो बहिनी एउटा बहिनी गोर्खाको भाउजूलाई बहिनी पनि हाल्यो ए हो ऊ अब उता बुटोलको साथी भयो छेत्रिनी यताको के रे ठकुरी जाजरकोटको यता तर कस्तो प्राउड हुन्छ नि नमस्ते जुठो हातले गले सरी खाने हो काटेको छ अहिले त झन् गुन्द्रुकको भरा चाहिँ अलि ओसेछ हो अनि बिहानदेखि गरेको एकै ठाउँमा गुन्द्रुकको रे के बहिनीले गुन्द्रुक नेपालबाट लिएर आएको थियो अस्ति नै गुन्द्रुकको अचार बनाएर लिएर आएको जुस किन्न गएको नमस्ते बाबु सन्चै हुनुहुन्छ सन्चै छु नानी आशीर्वाद छ खाना खानु छिटो छिटो खानु लाग्नु ल ल काम त मासु मासु त छिर्दैन भाउजूले सेल रोटी पकाउनु भएको हामीलाई चाहिँ केही नै आउनु गरे ऊ भाउजूलाई सेल पकाउनु आउँछ बहिनीलाई पनि पकाउनु आउँछ अहिले खान्छु
मलाई पकाउन खाने हामीलाई खाना आउँछ नि तपाईँलाई बनाएर खाने गयो भन्छ घर त आउनु भएन कि काम गर्ने होइन कि मैले बनाउँछु त्यसलाई त होइन फेल खायो हो अरू बनाउनु नानी अचार बनाउन आउँछ नि त मलाई तर मैले चाहिँ अब अरूको कम्पेरिजनमा होइन कि म आफूले बनाउँदा चाहिँ म अरूभन्दा बेस्ट चाहिँ अचार बनाउँछु भन्ने लाग्छ मलाई नि हो त्यो चाहिँ उल्टो अरू त्यो कस्तो हुन्छ थाहा हुँदैन अचार चाहिँ यस्तै आजी हुन्छ है भन्ने त्यो लाग्छ क्या ज्ञानी भएर कतै उ भयो खायो म त थपथपी खायो दाइलाई रोटी हाल्दो न पकौडा भाउजूलाई रोटी सक्यो बर्थडे बाई बाई हामी गएको के यहीँ हो र भोलि भेट्नु छ र छुट्टिनु मन नभएर भन्नु नि उतै लानु मन छैन बाई बाई दिदीहरू चाहिँ रेडी हुँदैछ म चाहिँ यहाँ आएपछि एकचोटि तरकारी बारी त हेर्नु पर्यो हाम्रो तरकारी बारी दिदीको सागहरू चाहिँ मजाले भरेछ भेन्डी यहाँ यो पुदिना कसैलाई चाहिन्छ भने लिन आउनुहोस् म घर हिँडेको यहाँ दुईजना थियौँ हामी खान थाहा छैन उज्यालो भएर ए ल ल धन्यवाद सबैजनालाई राम्रोसँग जानु ल बाई बाई ल बाई बाई ल Happy birthday to you. ल गयो Bye bye. खोइ त अनि ढोकेको. Bye. बाइकमा हिँड्नु मन आउँछ होला नि यहाँ आऊ पर्दैन. Bye bye. गयो त हामी है ल राम्रोसँग जानु सित मात्रै रुक्दैन कहाँ भित्र सिट राख्नु जाऊ मात्रै. आऊ पर्दैन. Bye bye. गयो त हामी है ल राम्रोसँग जानु सित मात्रै रुक्दैन
अन्त कहाँभित्र सिट राख्नु झ्याउ मात्रै अहिले त आधी नै आएन होला है मलाई चाहिँ यहाँ छोडिदिनु भयो दाइले म चाहिँ यहाँ घर जाने म चाहिँ अब हिँडेर जाने मलाई चाहिँ मास्क खासै लगाउन मन लाग्दैन अनि अलिअलि लुगा लागिरहन्छ अनि बाबु छ सानो बाबु अनि त्यही भएर चाहिँ मास्क लगाएको बाई बाई आजको भ्लग चाहिँ यहीँ सकिन्छ बाई बाई गुड नाइट साथीहरू